हप्ता डराउन दिन्छ, तिमीहरूको होप डाउन गराउनु खोज्छ, तर तिमीहरू नभो यति त एउटा भाषण गर्छ, छोडिदिन्छु, एउटा कामले सुन्छ, एउटा कामले उडाउँछ, तर त्यो इन्स्ट्रक्सन चाहिँ फलो गर्नु पऱ्यो फेरि पक्का देऊ। र मेन कुरा चाहिँ तिमीहरूको हाइपर भयो, तिमीहरू यस्तो भयो उस्तो भयो फ्री न त होइन। अब एक चान्स छँदैछ, यथालाई लगाइहाल्छस् कि भनेर भन्नुभयो। म यहाँसम्म आएँ, अहिले मेरो नि हाइपर थियो, तर नडर भाइहरू, हाइपर साइपर भन्ने आफ्नो अल इज वेल भन मनमा, यति जाब एउटा हात देखाउने त हो भन, हात देखाऊ, म पास भएर आएँ, दुई फेर पास गरिदिइसक्यो। हाइपरको चिन्ता नगर, मेन कुरा चाहिँ। अनि आफूमा कन्फिडेन्ट ल्याऊ है भाइहरू, कन्फिडेन्ट चाहिँ एकदम हुन पऱ्यो, ओभर कन्फिडेन्ट पनि नभयो क्या। कन्फिडेन्ट कसरी ल्याऊ भन्दाखेरि तिमीहरू डराइ ल्याऊ के होला कसो होला भनेर कन्फिडेन्ट त्यो टाइपले ल्याऊ के। ढुक्क त्यहाँ गएर त तिमी त्यति त भनेर नल्याऊ के होला कस्तो होला भनेर कन्फिडेन्ट त्यसरी ल्याऊ के। त्यसरी चाहिँ आफ्नो कन्फिडेन्ट बिल्ड गर। होप भाइहरू पनि सबैजना फाइनल पुग्छ र आफ्नो काम देखाउँछ। र अहिलेदेखि तिमीहरूले चाहिँ प्रिपेयर भएर बस के। लाइक अब मेरो फर्स्ट फेजमा एजुकेसन हुन्छ भने अहिलेदेखि एजुकेसन गराऊ, सेकेन्ड फेजमा मेरो फिजिकल हुन्छ भने अहिलेदेखि फिजिकल गराएर बस। र मेरो लास्टमा डोको हुन्छ भनेर अहिलेदेखि बरु 15 केजी नबोक, 10 केजी गरेर ट्यापिङ हान, अलिअलि सजिलो हुन्छ क्या। किनकि म त्यो कुरा भोगिरहेको छु क्या अहिले, किनकि मेरो फिजिकल राम्रो त्यति छैन। तर मलाई आशा छ भित्रबाट चाहिँ राम्रो गर्छु। एउटा इलाइट फ्री गोर्खा ट्रेनिङ सेन्टरको र मेरो घर परिवारको नाम राख्छु भन्ने। र अहिलेदेखि आफ्नो इन्ट्रोडक्सनहरू चाहिँ बनाइराख है भाइहरू, एकदम हेल्पफुल हुन्छ क्या। फाइनल पुग्यो भने त एकदमै क्या, आशिष दाइले भन्थ्यो भन्ला, तर एकदम हेल्पफुल हुन्छ है भाइहरू। ल म पनि अब अस्ति भर्खर फर्म भरेँ जस्तो लाग्छ, तर हेर अहिले म फाइनल पुगिसकेँ, कति छिटो दिन बितिसक्यो। र हो भाइहरू पनि ढुक्क लाग्छ यस्तै गरी। र तर मेहनत गर्न छोड्नु भएन र आफ्नो घर परिवार सम्झ्यौ भाइहरू है। अनि त्यसपछि के भन्नु र अरू त है, अब राम्रो गर, फाइनल पुग। अब म आशा छ यही वर्ष लाग्छु र लाग्नुपर्ने नै हुन्छ, किनकि मेरो अर्को चान्स छैन र म लाग्ने नै छु। र म जुनै फिल्डमा भयो भने यदि तिमीहरूलाई कुनै हेल्प चाहिएछ भने म चाहिँ सहयोग गर्न सक्छु है भाइहरू। यदि इन्टरभ्यूको हो भने, फिजिकलको हो भने केही टिप्सहरू दिनु होइन। किनकि मैले तिमीहरूभन्दा त धेरै भोगिसकेँ नि त। एज अ थर्ड फेजसम्म आउनु भनेको नन जोक होइन, नन अफ द जोक। त्यही भएर मैले धेरै भोगिसकेँ। त्यही हो, अब इन्टरभ्यू कुनै अब यदि म युके त अभियसली जाने नै छु। अब त्यहाँ गएर अब केही भइरहेछ सर्टेन केही अब करेन्ट एफेयरहरू होइन, जस्तै भयो अब दाइ रेजिमेन्टको बारे सोध्नु पऱ्यो एन्ड यस्तो क्वेसनहरू छ भने मलाई म्यासेज गर्दा हुन्छ है। म चाहिँ भाइहरूको लागि अलवेज रेडी हुन्छ है। यति भन्दै मेरो 2 शब्द यहीँ